Hi, namaste. It's been so long भइसक्यो के यो टिकटकमा नआएको अनि आई मिस सो मच कि अलिअलि त हेरिरा हुन्छु तर हेर्ने पनि टाइम हुँदैन के आजकल बिहान उठेदेखि हैन बिहान आई वेक अप अराउन्ड 5:30 त्यसपछि अलिअलि एक्सरसाइज गर्छु अनि त्यसपछि मेडिटेसन अनि त्यसपछि आफू रेडी अनि त्यसपछि छोरीहरुलाई उठाऊ रेडी बनाऊ उनीहरुको मेरो दुईटा छोरी छ अनि उनीहरुको कपालहरु गर्देऊ गर्दाखेरि त अनि टाइम त कति चाँडो जान्छ अनि 7:30 मा म मेरो सानीलाई छोड्छु हैन ठुलीलाई त अझ छोड्न पनि भ्याउँदैन किनभने उसको अलि ढिलो हुन्छ सो 7:30 मा छोडेर अनि त्यसपछि अनि काममा आउँदाखेरि 8:15 सम्म आइपुग्छु अनि देन आफ्टर नन स्टप फेरि अहिले सिजनको बेला भएर एकदम बिजी छ होटल अनि त्यसपछि घर जाँदाखेरि घर पुग्दाखेरि अराउन्ड 6:15 हुन्छ 6:15 भएपछि आफू शावर छोरीहरुलाई शावर त्यसपछि खाना खान्देऊ अनि त्यसपछि 8 बजे 8:30 बजे त लाइक ब्याक टु ब्याक बेड बिकज फेरि छोरीहरुलाई पनि चाँडो उठ्नुपर्छ आफू पनि चाँडो उठ्नुपर्छ सो लाइक म्याराथन जस्तो के अनि सैटरडे सन्डे भयो भने सैटरडे मलाई त्यो मदर गिल्ट टाइमै स्पेन्ड गर्न पाएको हुँदैन नि त छोरीहरुसँग अनि सैटरडे चाहिँ म कि चाहिँ उनीहरुलाई कतै लिएर जान्छु कि चाहिँ कतै पार्टीमा बोलाएको बेलामा उनीहरुसँग त्यसरी सेलिब्रेट गर्छु सन्डे त लन्ड्री यो त्यो लन्ड्री पट्याउ आइरन लगाऊ सक्यो हप्ताभरि इन अ वे यो चोइस हो हैन बाहिर आउने त हाम्रै चोइसले आएको हो नेपालमा पनि अहिले त कतिजनाको लाइफस्टाइल यस्तै नै छ भन्दा हुन्छ किनभने उनीहरु अब छुटेर बसेको हुन्छ फ्यामिली सपोर्ट हुँदैन यस हेल्पर हुन्छ हैन तर हाम्रो पनि त यहाँ हेल्पर छन त किनभने अब भाडाहरु डिशवाशरमा राखे भयो हैन लुगाहरु वाशिङ मशिनमा राखे भयो सो त्यस्तो इन अ वे हेल्पर छ हाम्रो पनि तर छैन पनि हैन इट्स भेरी डिफिकल्ट किनभने कम्पेयर गर्न मिल्दैन के मान्छेहरुले नेपालको मान्छेहरुले चाहिँ एउटा कुरा चाहिँ यो मन पर्दैन मलाई कि ओ विदेश गयो भने के नै हुन्छ भनेर नो इट्स के नै चाहिँ हुँदैन लाइफको स्ट्रगल चाहिँ हुन्छ नै नेपालमा भयो भने चाहिँ एटलिस्ट केही भएको बेलामा चाहिँ यु हैव दैट सपोर्ट फ्रम फ्यामिली मेम्बर्स नेबर्स यहाँ चाहिँ त्यस्तो हुँदैन किनभने हामी मान्छे हुन्छ तर मागिदैन के किनभने उनीहरुको पनि लाइफ त्यस्तै भइराको आफुलाई थाहा छ सो अलिकति मनमा ढकढक हुन्छ कि सपोर्ट माग्नलाई पनि के माग्नै पर्यो भने त इट्स नो अदर चोइस हैन तर नभए चाहिँ खासै अब आफूले दुःख पाइराछ अरूलाई पनि दुःख दिन चाहिँ मन लाग्दैन नि त सो त्यो हिसाबमा चलिरा हुन्छ I miss you guys so much अनि मेरो अर्को प्रोग्रेस भनेको चाहिँ wait let me show you see I'm flaunting my gray hair है मेरो ग्रे हेयर चाहिँ अब एक त एज पनि अब 40 प्लस भएपछि obviously कालो त भइरा तर मेरो कति दिजुहरुको भा छैन हैन तर मेरो केसमा चाहिँ आई एम म 11-12 वर्षको हुँदादेखि नै मेरो थियो के अनि मैले यो चाहिँ अहिले चाहिँ किन फ्लन्ट गरेको भने किन चाहिँ अब म लाइक आई हैव टु बी अलिकति मच्योर इनफ भने जस्तो फिल भएको भने गर्छु हैन अब पछि ब्लेन्ड गरेर अलिकति राम्रो लुक चाहिँ गर्छु तर मेरो दुईटा छोरीमा एउटा 3 वर्षको एउटा 10 वर्षको दुई जनाको छ है त्यो सेतो हेयर अनि अस्ति चाहिँ मेरो ठुलो छोरीले के भन्यो भने मामा तिमी कलर गरिरहन्छौ अनि मैले पनि अब कलर गर्नुपर्ने हो भनेर उले भन्यो के
सो मेरो दिमागमा चाहिँ बिग क्वेसन मार्क आयो के यस लाइक हुन्छ नि अब जेमा पनि राम्रो देख्नेले राम्रो देख्छ नराम्रो देख्नेले नराम्रो देख्छ इट जस्ट आई वान्ट टु हुन्छ नि अब कलर इट भन्ने जस्तो तर अब मैले नै त्यो स्ट्यान्ड लिन भने त मेरो छोरीले पनि ओके राम्रो देखिनलाई त कलरै गर्नुपर्ने रहेछ भन्ने खालको भयो नि त आई क्यान फ्लन्ट विथ लाइक ग्रे हेयरमा पनि एकदम आई क्यान फ्लन्ट इट नि होइन अब नेचुरल वेमा जान सकिन्छ नि त अनि मलाई कस्तो फिल भयो अनि मैले उसलाई भने कि ओके इट्स नट कि कलरै गर्नुपर्छ इफ यु आर ओके विथ इट देन हुन्छ नि मैले चाहिँ पहिलादेखि कलर गरे भएर छोडु अनि अब आइएम नट युज टु अनि म त्यो एक्सेप्ट गर्न सकिरहेको छैन कि लाइक ग्रेमा कस्तो भनेर तर आई विल ट्राई माई बेस्ट हुन्छ नि होइन यु लुक प्रिटी जे गर्दा पनि यु लुक प्रिटी भनेर उसले बुस्ट गरेपछि चाहिँ आई फिल लाइक ओके हुन्छ नि अब कति दिनसम्म हो थाहा छैन तर मैले चाहिँ अब आइएम थिङ्किङ होइन यो अलिकति चाहिँ किनभने यो ब्ल्याक भयो भने चाहिँ कलर उतार्न पनि गाह्रो हुन्छ अर्को सल्ट एन्ड पेपर लुक गर्न पनि गाह्रो हुन्छ कपाल ड्यामेज हुन्छ होइन अनि यो त मेरो फेरि हेरिडिटी हो मेरो मामुको पनि पहिला एकदम ठुलो कपाल होइन एकदम बाक्लो कपाल पछि झर्यो अब मेरो पनि अभियसली अब अहिले नै कति सानो भइसक्यो हुन्छ नि हुन त अरूको कम्पेयरमा त मेरो कपाल छ भनौँ होइन तर पनि एकदम पातलो भइसक्यो के सो त्यो हिसाबमा पनि आई जस्ट वान्ट टु अब कस्तो हुन्छ त्यो चाहिँ थाहा छैन आई विल जस्ट किप पोस्टिङ होइन अब जहिलेसम्म म गर्न सक्छु आई क्यान प्रमिस तर म जहिलेसम्म गर्न सक्छु मेरो मनले साथ दिन्छ तबसम्म म गर्छु भन्ने छ मलाई चाहिँ लेट्स सी म यो जर्नी सेयर गर्दै जान्छु है त बाई